एउटा कुरा मलाई मनमा लागेको कुरा चाहिँ सबै स्कुलमा बर्थडेमा चाहिँ म हेल्थ पर्सन भएको कारणले गर्दा होइन बर्थडेमा सबैको बच्चाहरूको केक काट्ने चलन छ नि हाम्रो स्कुलमा छ कि छैन त्यो चाहिँ थाहा छैन मलाई तर ए हट्दैछ भन्नुभयो हो यो चाहिँ मलाई एकदम लाग्यो के कुनै बेला हाम्रो बच्चाहरू अलिअलि ज्वरो आइरहेको हुन्छ हल्का तातिर आउँछ ज्यान होइन हामी स्कुल पठाइदिरहेको हुन्छौँ डेली बच्चाहरूको डेली बर्थडे त एक न एकजनाको त परिहाल्छ नै है डेली स्कुल गर्दाखेरि अब त्यो फ्रिजमा राख्दाखेरि त्यो चिसोले गर्दा एलर्जीले गर्दा ज्वरो झन् बढ्ने हुँदाखेरि झन् समस्या आउला कि भनेर यो चाहिँ बरु बर्थडे जसको छ मेरो छोराको बर्थडे छ मैले दुई तिन केजी स्याउ चाहिँ किनेर पठाइदिने कि घरबाटै अनि त्यो सरसफाइ गरेर मजाले काटेर बाँड्दाखेरि यो सिस्टम हामीले बसाल्यौँ भने स्कुलतिर नयाँ पनि हुनसक्छ यसमा होइन अनि यसले गर्दा स्वास्थ्यको लागि पनि राम्रो हुने भयो तपाईँको यो केकैले मात्रै बर्थडे मनाइन्छ भन्ने पनि छैन हामीले नयाँ सुरुवात गर्न सकिन्छ हाम्रै स्कुलबाट यो भनौँ भन्ने अघि नै लागिरहेको थियो मनमा चाहिँ कतिपटक चाहिँ मेरो बच्चाले मलाई मेरोमा चाहिँ मेरो अनुभव चाहिँ बच्चालाई अलिकति तार्ने बित्तिकै कहिलेकाहीँ हामीले केक सेक काटिन्छ अब फेरि यहाँ स्कुलको केक पनि हुन्छ घरमा गएर कहिले अङ्कलले ल्याइदिन्छ कहिले आन्टीले ल्याइदिन्छ होइन त्यो काट्दाखेरि त केकको चिसोको मात्रा अलिक बढी हुने भएकोले गर्दा यहाँ स्कुलबाट चाहिँ के गर्नुहुन्छ मेरो चाहिँ अब हुन्छ हुँदैन होइन यो चाहिँ हामीले फलफुल काटेर हुन्छ कि कसरी हुन्छ यसलाई चाहिँ केक अन्त्य गरौँ भन्ने चाहिँ चाहन्छु एउटा कुरा